हेलो सर पुरै हुस्सु लाग्यो चाहिँ यो चाहिँ बिहानको 6:30 बजेको भ्यू हामी हिजो बसेको ठाउँको आज चाहिँ हामी यहीँ बस्ने हो सामान सबै पठाएर हिजो हामी बसेको ट्रेन उयो ब्लू कलर के यता सरहरू बस्नुभएको थियो उयो कठुलो कहाँ हेर्न हामी घर बस्छ अनि भोलि त बिहान हिँड्ने होला है यहाँको मर्निङ भ्यू पुरै जस्तो लागेको छ कति धेरै छ त्यहाँ मान्छे पनि टन्नै छ यो के पोखरी रे यो तालको नाम के रे तामा पोखरी अब हामी चक्र पोखरी चक्रकुण्ड जाँदैछौँ दामोदर कुण्डको चक्रकुण्ड तामाकुण्ड यो चाहिँ तामाकुण्ड जाने त्यही बाटो हो क्या हो अर्को कुण्ड नि रहेछ पानी गइसक्यो नाम चाहिँ थाहा भएन सरहरू फर्किनु के गर्नु त हो दामोदर कुण्डको चक्र देखेछ चक्र भित्र तालभित्र ताल छ है 5000 को फिटमा छौँ हामी चाहिँ 5000 मिटर बत्ती सत्ती भनौँ ओह्रालो झर्दा त खुट्टा त साप्रो सबै धुएछ घर फर्किनुपर्छ आज कसरी फर्किने हो यहाँ चाहिँ पुरै पूजा गरिरहेछ यता पनि रहेछ कुण्ड त धुप लिएर आछौँ त्यही बाल्ने हो पापा चक्र देखिन्छ भन्छ अब त्यसको नाम रहेछ उतापट्टि पूजा गरिरहेछ मान्छेहरू पानी छर्काउने होला धुपले त्यही बाल्ने होला पानीमा छर्काउने हो डाँडा गुम्बाको त्यो माथि डाँडा गुम्बाको डाँडा छोरी यस्तो लिएर आउँदो हुन्छ यस्तो लिएर हामी त आफै व्यवस्थित गरेर आएको ट्रेन पुगेर है ट्रेनमा बसेको हामी त गाइस यहाँ छनलाई चाहिँ छ बस्नलाई ठाउँ तर अब यो जने पूर्णिमा मान्छे धेरै आएर कि 40 जना मान्छे त एउटै त्यसमा सुत्यो होला त्यहाँ हिजो भक्तजनहरू हामी छिटो आएर पो त्यो रुम निहरू पायो अनि त्यहाँदेखि ट्रेन गीत गाउनु होइन त्यो गर्नु त्यो मन्त्र जप्नु ओइ बाबा हेर्नु पानीमा बाफ
कहाँ घाम के गर्ने कहाँ राख्ने अब यो उयो तलको एउटा ल्याउनु न त्यो तल खाली होला जस्तो मासु राख्नु है यो जल्न यो जल्न अनि यो माथि यस्तो धुप हालिदिने हो खाएर पनि चलाइदिनु त पनि हान्ने माथिसँग गनेर हान्ने चाहिँ यो बाँधिनु प्लिज ए उयो भगवान् रहेछ त त्यहाँ पो तुलाउनु यो धुप्ने राख्छौँ है त्यो अर्को ऊ त्यो कुण्डमा बालिदिउँ है किन बोकेर जानु हो त्यो यहाँ भगवान् यहाँ यहाँ ओइ उता हो यता पनि के त ए यस्तो रहेछ के उता चाहिँ खादाहरू छ है यसमा चाहिँ त्यो हिन्दूको यो बौद्धको हामी त बुद्धिस्ट हो नि त त्यसमा चाहिँ खादाहरू धेरै देखेँ त्यसमा भन्दा सो हामी यहाँ आएँ आखिर हुन त भगवान् सबै एउटै हो तर पनि यस्तो दुईजना चढौँ क्या तर उता जानु मैदान ओइ पैसा अलिकति लिएर आउनु नि अन्त बिर्स्यो बिर्सिन्छ तल भरौँ न बिस्तारै तल कि त्यही झरेर होइन त्यहाँ नगएको ठाउँ सकिँदैन अर्को हात ल्याउ त्यहीँ ल बहिनीहरूले के आँटेर आएको थियो सबै पुरा होस् बिहा रहेछ भने राम्रो राम्रो बिहा होस् जाने हो ए हो र कुन शाखामा हो ल तिनीहरूले खोज्दै हिँड्थ्यौँ हामी हिजो एकजना म्याडमले यहीँ घुमेट गरेर यो ताल घुम्ने होइन भनेको के यो घुमेर नि उताबाट निस्केर जानु गइ नै सक्यो होला जस्तै पऱ्यो अर्को कुण्ड पनि रहेको छ यो कुण्डको नाम चाहिँ के रहेछ हेरमै त गाईहरू दुध कुण्ड रहेछ यो चाहिँ दुध कुण्ड अब एउटा दुईवटा फोटो खिच कुण्डको पानी दुध त सेतो रहेछ कि यहाँको चाहिँ दुध कुण्ड गुरुजीले टिका पनि लगाइदिनु भयो मेरो फोनमा चाहिँ 10 बजे देखाएको छ कि चाइनाको टाइम देखाइरहेको चाहिँ पर्सि जान्छ त्यसरी टाइम त्यो गयो भने यहाँ हुन चाहिँ 7:45 भएको छ नेपाली टाइम चाहिँ मेरो घडीमा चाहिँ 10 बजे आउने देखाएको छ यहीँ डाँडामा क्यामेरा ल्याउनु भयो र सर क्यामेरा ल्याउनु भएको ब्याट्री सक्यो कहाँ अब छैन यही हो सर हामी नि त त्यही भएर भर्खरै आएर फर्किनु लाग्यो छिचिरो अँ त नि ल ल दर्शन गरेर आउनु हामी यहाँ फोटो खिच्दै बस्छौँ ल हामीले त जनै नै पायो है त्यो चाइनिज बिस्कुट अझ अलिक बढिहाल्थ्यो नि त्यो हामीले त जनै पनि पायो टिका पनि पायो सबै पायो सरहरूको तलबाट हामी उल्टो घुमेर जस्तो क्या यहाँबाट गएर अनि उताबाट निस्किने जस्तो
पहिला नि रहेछ कहाँ है उयो पछाडि भ्याउनु हैन ओके यो फुल टिप्नु नि एउटा कानमा राख्नु तिम्रो मनैमा स्याउदिन्छु मेरो मबाट आएको थियो रहेछ हौ मबाट त नआएको थियो कि न धेरै आम्मा नबाट चाहिँ अन्ताक्षरी खेल्दाखेरि के पर्छ मेरो फोटो त खिच्नु पर्यो यति टाढा आएपछि यो कुण्डको नाम चाहिँ के भयो च्याङ्ग्रा आइरहेको छ यहाँ दसैँमा आउने च्याङ्ग्राहरू कस्तो राम्रो ठाउँ है कस्तो लाग्यो तपाईँलाई ठाउँ कति रमाइलो यस्तो मैले यस्तो ठाउँ छ भने तपाईँले कहिले सोचेको थियो यस्तो हिजन प्लेस है यो हरियोमा आउनु पाउँदा है अर्को ठाउँमा पुगे जस्तो क्या अर्को जिल्लै पुगे जस्तो फिल भइरहेको चाइना पुग्यो क्या हो टाइम चाइनाको देखाइरहेको मेरो टाइम पनि चाइनाको देखाउँदो रहेछ होइन यो चाहिँ अलि नमजा भयो है नेपालको ठाउँमा चाइनाको टाइम देखाउँदा त यो कुरा चाहिँ भएन गाइजहरू यो कुरा चाहिँ सरकार समक्ष पुगोस् नेपाल सरकार समक्ष हामी चाहिँ चाँडै ध्यान गर्छिनुहोस् हाम्रो ब्लग मार्फत बालिन शाहसम्म यो भिडियो पुगोस् सबैजना चाहिँ यो भिडियोलाई धेरै माया गरिदिनु होला बालिन शाहसम्म पुग्नु पर्यो मात्र सुनेको थिएँ नेपालको उसमा गोसाइकुण्ड यो दामोदर कुण्डमा चाहिँ चाइनाको टाइम देखाउँछ भनेर आज आफैले देख्न पाएँ चाइना बोर्डरमा नै मेरो त चेन्ज हुन्छ अरूहरूको त हुँदैन भन्छ कि त्यो त त्यो भने बोर्डरै हो नि त है त्यो त होइन नि त्यो अर्को ताल जाने चाहिँ कहाँ होला चाहिँ माथि होला है एकछिन माथि 4 घन्टा लाग्छ अरे त्यो त माथि मान्छे रहेछ कि धुवा आइरहेको बनहाँसहरू छ यो चाहिँ के अरे तामा कुण्ड 3टा कुण्ड भेट्यो हामीले तर 2टाको त नाम थिएन नि तर छन चाहिँ 5वटै होस् लाग्यो कि एउटा भिडियो बनाइदिनु है यो फोटो नि यहाँ एङ्गलबाट उता राम्रो आउँदो रहेछ यताबाट खिच्नु ऊ त्यो डाँडा दामी देखिँदो रहेछ मैले कति खुसी लाग्छ जाने मन छैन हामी बस्ने भनेको यहाँको त्यो किचन नि आजै क्लोज अरे अनि सिक्किम त सबै आफै बोक्नुपर्छ त्योभन्दा अब जाने कुरै भयो बाख्रा नै जाने हेलो गाइस वेलकम ब्याक टु ए भएन यो चाहिँ दामोदर कुण्डको एउटा कुण्ड रहेको छ यो कुण्डको नाम के अरे सिस्टर यो कुण्डको नाम के अरे तामाकुण्ड ए यो चाहिँ बनहाँस हो गाइस कति धेरै रहेछ बनहाँस अनि घोडाहरू अनि च्याङ्ग्राहरू यस्तो बस्तीदेखि टाढा ठाउँ पनि कति धेरै च्याङ्ग्राहरू है तर जनै पूर्णिमाको बेलामा चाहिँ टन्नै मान्छेहरू आउने भएकोले सकेसम्म आफ्नो व्यवस्था आफै गरी आउँदा चाहिँ राम्रो लाग्छ अब चाहिँ हाम्रो दामोदर कुण्डको यात्रा फर्किने यात्रा सुरु हुँदैछ गए पैसावालाहरू हामी खुट्टावालाहरू अब आउँदैछौँ कति धेरै सायद 8 साढे 8 भयो होला साढे 8 यो उनीहरू उता पनि 8 बजी हामीले 8 बजी रहेछ हिँड्ने आउँदैछौँ खुट्टावालाहरू दौडी 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 फर्स्ट हामी हाम्रो मेरो लट्ठी चोरेन होला नि बस्ने भनेर यस्तो रमा थियो हामीहरू बस्ने पाएन
समुद्र कुण्डमा 2 महिना पूर्णिमामा पो धेरै आउँछ होला है अहिलेसम्म यहाँ सबभन्दा धेरै आएको कतिजना आज हिजो कति भयो त्यो टोटल 131 हो कि 35 त्यत्रो भयो हिजो सबभन्दा धेरै 130 आमा मेरो त ठिनी हो त तलतिर हामी सबै कर्मचारी पालिकाको गाउँपालिका लोगे दामोदर कुण्ड त्यही भएर दामोदर कुण्ड हेर्न आएको पालिकामा काम गरिरहेको थोरै झोल हाल्दैन न 100-150 का सालिग्राम भएर आउँथ्यो फेरि 100-150 का साना साना भइन्छ छ दिनु न मलाई 10 वटा हाते 10 वटाको 10,000 तपाईहरु कुन महिनामा आउनु भएको थियो त जेठको 20 गते ए जेठको 20 असार 20 श्रावण 20 अब पालिकाको मान्छे भएपछि अब मान्छे 2-3 दिनको अब समय राखेर अब मान्छे राख्नुपर्छ अब सबैले सुविधा हुन्छ नि उनीहरूले त्यो त पालिकाले नि गर्नुपर्ने के यहाँ है पालिकाले केही गर्दैन है काम गरेको नाचको मगरको युपीको लौरीहरूले खर्च गरेको कसैले यस्तो गाउँपालिकाले गरेन सरकारले गर्छ अब पुल हाल्दैछ अब पालिकाले त्यो जुन तल खोला छैन सिधै वारी डाँडो र बारी डाँडो त्यहाँ पुल हाल्ने नि अब झलुङ्गे पुल सुन्ती हाल्ने भनेको हाल्नुपर्छ नि हाल्छ भाषण मात्र गर्ने हुन्न असुविधा हाल्छ भने सबै भयो नि हाल्छ नि टाइम लाग्छ के सरकारको मान्छे के हो भाषण मात्रै गर्छ यही पालिकाले गरे पालिकाले तातो पानी छ बा हाम्रो आज बाटोमा खाना आज थर्मस भर्छ नि ल मेरो झोलामा गर्नु पर्यो पछि नि बिस्तारै आउने अलि समय नहुने बेलामा आउनुपर्छ के अलि भन्दा हुने बेलामा नआउने त्यत्रो मान्छे सकिनाले अलि मान्छे कममा तपाईँहरूले खेत नि रोप्नु भयो 11 घरमा खेती नि अलिअलि रोपेछ जेठको कहिलेसम्म बस्नुहुन्छ झुम्टा नि त्यही हो यहाँ र त्यहाँ एउटै हो त्यो सेम हो दुईटै त्यही पालि त्यही नर्च्याङले हेर्ने हो तपाईँहरू त्यो जेठको 20 वटा आएर फर्केको छैन होइन तपाईँहरू खाने हो भने अब डाइरेक्ट फर्किने तपाईँहरू पनि खाने भने कहाँ खानु अब हामी फर्केको झोला नि अट्ने रहेछ क्यारे लिएर आउने खरायो छोप्नु राख त्यही रहेछ नि हेरेर बस्यो सर यस्तो पाप नगर्नु है फर्किनु फर्किँदै अब हामी यो सम्म बाटो त्यसपछि त्यो उकालो पुरै यो डाँडा पुरै चढ्नुपर्छ यो सबभन्दा यो सेकेन्ड गाह्रो डाँडा अर्को बेला झन् ठाडै त्यो डुट्टा सके त सक्थ्यो क्या मान्नुहुन्न सर कत्रो मोटो है कालीगण्डकीको त्यो यहीँबाट कालीगण्डकी सुरु हुने हामी चाहिँ यहीँ खल्टोमा गएको खोला हो यो चाहिँ कालीगण्डकी सुरु हुने खोला हो चाहिँ हामी वहाँ पुगेर आयो त्यो उकालो हामी
क्या सबभन्दा लास्ट चाहिँ हामी दुईजना छ सबैजना कता हो कता जानु जानु मेरो भ्लगमा आउनु पऱ्यो पिङ्क कलरको ज्याकेट हाम्रो साथीहरू आइपुगिसक्यो सँगै हिँडेकोहरू सरले हामीलाई कुरेर मात्रै हो नत्र भए सर त आइपुगिसक्थ्यो होला बिचरा अब हामी फर्किँदैछौँ 1 घन्टा भयो होला सायद हामी हिँडेको लगभग आज हामीले 30 किलोमिटर हिँड्नुपर्ने छ फोटो नि कालो आएको थियो अनि फर्क्यो हामी त पुरै हुस्सु लाहा एकजना त हुस्सु आएकै हुस्सु आइरहेछ हुस्सु हामी भ्लग बनाउँदैछु दामोदरकुण्डबाट फर्केको छौँ हिउँ पर्न लागिरहेको छ हामी चाहिँ वहाँ माथिबाट आएको खस्यो होला नि सबै बढी हुन्छ अब यहाँ फर्स्ट लट त घोडाहरू वहाँ पुगिसकेछ हामी दामोदरकुण्डबाट आउँदाखेरि यिनीहरू हिँडेको थियो हामी यहाँ चाहिँ यति टाढो छ त्यहाँ पर्नुपर्छ चाहिँ घोडाको जाम भयो यहाँ चाहिँ यो सबभन्दा गाह्रो उकालो यो सक्यो भने त हामी सकिहाल्छौँ यति धेरै छैन मान्छे हो कि घोडा हो कि कोही यो भर्याङबाट गइरहेको छ अझै कहाँ हामी पुग्ने त घोडाहरू पुगेर यो उकालो छ भने गाह्रो हो कि यो कटेपछि त हामी रातो रातो हरियो निलो खोइ खोज्यो चन्द हो क्या कोही हेर्दैन यार बाटो चाहिँ खतरा हो कि चढ्दा चाहिँ सबभन्दा गाह्रो उकालो यही हो चढ्दा चाहिँ सबभन्दा गाह्रो उकालो त्यो हो अघिको के भन्नु भयो तपाईँहरूलाई रोटी दिनलाई हामी छिछिरहेको खोलामा है ओके त्यो उकालोमा त जाम परेको घोडाहरूको घोडालाई त गाह्रो भयो त्यो उकालो हामीलाई कस्तो हुने हो ओके झर्नाहरू त्यहाँ पुगे जस्तो छ है त्यो माथिको दुईटा कालो तिनीहरू हुन्छ हामी वहाँ गएर कराए ढिलाए कराए कसले खतरा बाटो चाहिँ को नयाँ देख्छु उहाँ को हो र तपाईँको अगाडि ए अर्को ग्रुपको हिँडेर आउनु भयो ए कस्तो बाटो जानु
कस्तो सिधै झर्नुभयो हेर्नु गाई त्यस्तो छ बाटो चाहिँ घोडाहरू लाइनसँग गएको छ त्यहाँ 50वटा जति घोडा छ त्यस्तो गफान्दामा यस्तो छ बाटो सिधै बाटो झरेको हामी त्यो उकालो चाहिँ चढ्दा एकदमै गाह्रो झर्दा यस्तो रमाइलो भयो चढ्दा यति गाह्रो हो त्यो उकालो तर झर्दा एकदमै इजिएस्ट उकालो हो त्यो चाहिँ हामीलाई झर्दा सजिलो भयो थियो अब उकालो चढ्दाखेरि गाह्रो पर्ने सबैभन्दा जुन चाहिँ उकालो आउँदैछ अब चाहिँ सबभन्दा त्यो चाहिँ फुर्किँदाखेरिको सबसे डेन्जर उकालो जाँदाखेरिको सबसे गाह्रो उकालोको ओह्रालो चाहिँ भ्यायो भर्खरै हामीलाई अब फर्किँदाखेरिको कहाँबाट तर्नियो तर्न चाहिँ सकिन्न क्या फेरि यहाँबाट होइन त्यहाँको होइन यत्रो ठुलो तर्न सकिन्छ उताबाट हो उता घाम लाग्छ अब त यो उकालो चढ्नु अब हामी अचार बनाउँदैन हाम्रो खाजा ब्रेक पुरी खाइने छ रोटी खाइ कति धेरै फेसिलिटी छ जे खाए पनि अब हामी यो उकालो चढ्न सुरु गरेँ कति टाइम लाग्दो रहेछ अहिले ठ्याक्कै 1:25 बज्छ हेरौँ है त गइसक्यो हामी लास्ट हो बाटो चाहिँ गाइजहरू हेर्न सक्नुहुन्छ यस्तो ठाडै उकालो छ हेर्नु गाइज चक्काउराको हामी चाहिँ ऊ त्यो ठाउँबाट आएको कि अहिले तपाईँ पनि अब यहाँबाट चाहिँ उता पुल बनाउने भन्ने योजना चाहिँ भएको छ अरे कि 56 यहाँबाट त्यहाँ बनायो त है कति घन्टा सेभ हुन्थ्यो 3-4 घन्टा त सेभ हुन्थ्यो मान्छेको ल यो चाहिँ गरिदिनु पर्यो है उहाँ पुगिसक्यो सर हामी भने मलाई यहाँ छौँ नाटक हेर्नु क्यामेरा अन गरेको त ल गाइज फर्किँदैछौँ हामी चाहिँ गाडीमा फर्किँदा चाहिँ सजिलो एउटै छ त्यत्रै उकालो चढ्नु पऱ्यो थियो त्यत्रै उकालो झर्नु पऱ्यो थियो ओह्रालो Thank you guys. Pari. Itu sayang guys. अर्को वहाँ पुग्नु छ हामीलाई अझै ए भगवान् कालो कालो रहेछ सबैजना वहाँ पुगिसकेको छ हाम्रो साथीहरू हामी चाहिँ यहाँ छौँ है बल्ल अझै वहाँ पुग्नु छ कालो नि गाह्रै होला जस्तो छ त
रोकाल चढेर आयो हामी चाहिँ आयो ए हौ आछ कस्तो राम्रो थियो घाम लागेको ठाउँमा नाउर हेर्न सक्नुहुन्छ अस्ति हामीले देखेको यो रहेछ बथान छ बथान अझै आइपुगेन 53 मिटरमा आइपुग्यो हामी कोही छैन दुईजना आउँदैछ कोही छैन अगाडि त 53 हाइट मिटरमा आइपुग्यो गाइज हामी अब यहाँबाट बल्ल ओह्रालो होला छ्या ओह्रालो आयो भन्दा पनि हुनै आउँदैन 5300 मिटरको हाइटमा हामी यहाँको सेकेन्ड हाइस्ट पिक हो दामोदर कुण्ड जाँदाखेरि अब यहाँबाट चाहिँ सर ओह्रालो अब लगभग 1 घन्टामा त पुग्छ कि मेबी धेरै थाकिसकेछ नानीहरू सबभन्दा हाइएस्ट पिक हामीले चढेको चाहिँ 5480 मिटर लगभग 5400 मिटर यो चाहिँ सेकेन्ड हाइएस्ट 53 बिहान 9 बजी हिँडेको अहिले चाहिँ कति बज्यो 3:30 कति बज्यो त्यस्तो कति भएको छ अब यहाँबाट चाहिँ तपाईँको पुग्छ होला हामी लखो भेट्टायो हामीले गाइजहरू हजुर आइपुगे सही सलामत उता सरहरू हुनमा बिजुली बालेर अनि हामी हेरेको हेरे दुश्मन छ धेरै हामी हेरेको हेरे हामी रोक्नुस् न पर्खिनुस् न प्लिज पक्नुस् तपाईँहरूको लागि एउटा चिज छ हामीसँग त्यही त के हुन्छ कस्तो पापीहरू रहेछ पापी त पापी नै हो क्या ओके हाम्रो नपर्खी गयो यस्ता छन् हाम्रो साथीहरू धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी हामी फर्स्ट डेमा आएको ठाउँ चाहिँ पुग्न लाग्यो अब बसेको त भीमठाडी अस्ति न अँधेरो भएर हामी यो बाटो हिँड्नु याद पनि छैन क्या अहिले चाहिँ पहिला देखिरहेको जस्तो राम्रै रहेछ आइपुग्यो गाइस फाइनली हामी चाहिँ अस्ति जान हाम्रो 10 घन्टा लाग्थ्यो
पनि फर्किन चाहिँ 8 घन्टा जति लाग्यो लगभग अन्त पुगिसकेको छ सबै अझै यहाँबाट हिँड्नुपर्छ 1 घन्टा 2 घन्टा हिँड्नुपर्छ हो भीमखाटीबाट अझै 2 घन्टा हिँड्नुपर्छ 1 घन्टा जति अझै त्यसपछि बल्ल गाडीमा नि अझै चराङ पुग्न लाउँछ 2 घन्टा 3 घन्टा 2 घन्टामा चाहिँ पुग्छ कि बसेको ठाउँबाट अब हामी हिँड्यौँ अब यहाँबाट लगभग 1 घन्टामा सायद गाडी पुग्ने ठाउँ पुगिन्छ त्यसपछि 2 घन्टामा हामी चराङ पुग्नेछौँ 1 घन्टामा आइपुग्यो अब गाडीमा चढिसक्यो अब 2 घन्टा हो 2 घन्टामा अब हामी चराङ